पानी पिउनु पर्यो यहाँ बसेर ल अमै नि मेरो ज्याकेट त यहाँ पुरै छ उठाउनु त डाक्टरजीले लिएर राख्नु भयो क्या मेरो ज्याकेट यहाँ ज्योति त छैन म उसको लुगा भए पनि राख्छु मेरो साथमा भनेर खुसी दे उठे गएछ केही छैन हेर्नुहोस् म हजुरको काखमा बस्छु बस काखमा बस झन् लडेँ मैले तपाईँले जतिखेर लडाउनुहुन्छ के उठाउनु ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ म छँदैछु अब के भन्ने त तपाईँ त हुनुहुन्छ कि त्यही पनि अब अलिकति त्यस्तै छ कति सुन्तला खेलाइरा के सुन्तला होइन दिस इज बल स्मल बल ठुलो भइसक्यो मलाई झ्यालो त बोर लाग्छ अनि पछि म बल खेल्छु अनि पछि म बुक पढ्छु धेरै कुराहरू गर्छु अनि बस्छु अनि म हजुरसँग गफ गर्छु मायाको कुरा मिठो मिठो कुराहरू एकदमै तिमी झन् रोमान्टिक भइरहेछ किन हो म त सधैँ रोमान्टिक हो कि तपाईँ चाहिँ बडो अनरोमान्टिक हुनुहुन्छ कि तपाईँ पनि अलिकति रोमान्टिक हुन सिक्नुहोस् न अलिकति रोमान्स गर्नुहोस् मायामा परेको मान्छेहरू जस्तो लभ बर्डहरू अब धेरै गर्यो भने फेरि धेरैले नराम्रो सोच्छ कि तर भन्ने मान्छेले चाहिँ पनि भन्छ कि अरूको कुरा किन सुन्ने होइन त डाक्टरजी म त सुन्दैन त तिमीलाई डाक्टरजी भनिराख्नुहुन्छ हामी गरिराख्छौँ हुन्छ मलाई त के बाधै लाग्दैन तर तिमीलाई अब तिमी फेरि टाइम टाइममा रिसाउँछौ नि त अरूले के भनेपछि म रिसाले के भन्छ रिसाको मान्छेले त फकाउन पाइन्छ म रिसाको त राम्रो हो हजुरले मलाई फकाउनुहुन्छ म फकाइहाल्छु तिमीलाई तर यो बल खेल्ने मान्छे तिम्रो यस्तै छ क्या बच्चा जस्तै पानी पिउने पिउँ तर पिउनु भन्दा सरप्राइज दिनु लाग्यो तिमीलाई के सरप्राइज फेरि यो के के चल्ला सर यहाँ चाहिँ तिमीलाई के गन्दा हैन त्यस्तो त के आएन छैन डाक्टर लाग्छ के चलिरहेछ यहाँनिर यार अब यहाँनिर डाक्टर जलेको गन्ध आइरहेछ कि यार सिन्द खै डाक्टर हेर्नु न बाहिर सुनिकन यार तपाईँ पनि एक्लै बोलाउनु पर्छ तपाईँ चाहिँ किन यस्तो एक्साइटेड होइन क्या फेरि अब ठिकै छ तपाईँ खालि तपाईँ कबाबमा हड्डी बनाउनुहुन्छ के खालि कबाबमा हड्डी बन्न होइन कि म त कबाबमा हड्डी मेरो बल हो दिनु मेरो बल हो के हो तिम्रो बल मैले खेल्न पाउँदैन म त कसैले छुन दिने दिनु तिम्रो बल मैले के खेल्न पाउँदैन मलाई खेल्न मन लाग्ला जतिको बलमा सिर्फ मेरो मात्रै हक छ के बुझ्नुभयो यो बल सिर्फ मैले मात्रै ए कलर पनि सेम छ त्यो मेरो अर्को बल खै मसँग एउटै बल दियो दिनु डाक्टर जी भनेको डाक्टर जी ज्योतिको बलले त म मात्रै खेल्ने अरू कहाँ खेल्न पाउँछ यसमा त मेरो हक छ कि तपाईको त इमोसनल ड्यामेज भएको छैन जम्मा पानी पिउनु भएको छैन मैले एकछिन यसो पानी आएन मान्छे खाउँ त तिमी पहिला अनुहारमा हैन 12 बजिरहेछ के गरे हामीले यो बल छोड के ओइ तिमी फेरि बल फेरि ठाउँमा राख है बल तिम्रो बुढीको अनि ठिक छ के छैन कहिले बुढी भए म कहिले बुढी भए म हाम्रो बुढी भएको छैन हाम्रो भर्खर लप पर्न सुरु हुँदैछ हाम्रो कस्तो लप पर्न सुरु हुँदैछ भन्छ यार हामी नदेखाउ र तिमी यार लप पर्दा तिमी बिरो के यो तपाईँ फेरि अर्काको बिगार नआउने तपाईँ फेरि एकदम के आफ्नो भाइको अनि ठिक छ बस्नु न तिमीलाई फेरि म यत्रो गर्दै गुण बिर्स्यो जिस्के हो बस्नु न भने खालि अब यसमा टाइम टाइममा तपाईँलाई प्यारो दाइ हो नि यो त मेरो बल हो नि दिल गार्डन भइरहेछ मजा आइरहेछ यस्तो खालको गर्नु ल त्यो अस्ति अर्को जस्तो जेप्पाइ चाहिँ नहुने सुतेर उठेपछि त्यस्तै हुन्छ नि त जस्तै अब त सुत्ने बेला थियो कतिपय मान्छेको हाँसो मुस्कानको भित्र कति धेरै दुःख लुकेर हुन्छ यार किताब लेख्नु लेख्नु न नोभेल लेख्नु न यस्तो छ कि यो भित्र यति जलन छ नि यति धेरै जलन त्यही भएर त्यो जलन अघि दिपलाले आइछ जलनले के हुँदैन भन्ने बेलामा फिल आएन भने अब भइल चलाउनु भएर हुन्छ अब हेर्नु पर्छ तपाईहरु मलाई त्यही मतलब सोचिराख्नु भएको छ नि एकदम अनि तर मलाई त्यस्तो केही फरक छैन डाक्टर साहब तपाईलाई एउटा क्वेशन सोध्नु मन लाग्यो ज्योतिसँग चाहिँ तपाईँलाई कसरी फिल आएन भन्ने कुरा हो कि यस्तो फिल दिइरहेको छ होइन अचम्मै लागिरहेको छ मलाई होइन नि त उहाँको पनि एउटा अब अलिकति त्यो कुरामा इस्यु थियो नि त म जाम डाक्टरसँग जाम अनि ठिक छ मैले भन्न खोजेँ कि मलाई तिमी फेरि त्यो कुरा भनेको एउटा सरप्राइज दिनु जतिखेर सरप्राइज
प्राय भन्नुहुन्छ त्यो तपाईँको सरप्राइज त बहाना हो मलाई किस गर्ने हजुरको चाहना हो न त एकचोटि गरिदिउँ न त के मना गर्छ होइन म अहिले एकछिन एकदम सेफ ठाउँमा दिन्छु क्या ए ल ठिक छ यहाँ अलिक पब्लिक भइसक्यो यहाँ मान्छेहरू धेरै हुनुहुन्छ फेरि हाम्रो डक्टर स्पेसली हाम्रो डक्टरजी फेरि यहाँ हुनुहुन्छ यस्तो लोभ लाग्दो दिइहाल्नु मन लाग्छ कि मलाई गाह्रो मान्नु पर्दैन हेर्नु त फुर्सा त्यो लगायो भनेदेखि त तपाईँको फेरि यो सरकारी स्कुलको सर्ट लगाउनु भएको फेरि आज उहाँको सिम्पल लिभिङ हाई थिङ्किङ जस्तो लाग्यो मलाई एकदम त्यो कुरा यु आर राइट होइन म त राइट भइहाल्छ बुढाबुढी फाइट भन्थ्यो हामी चाहिँ होइन तर हामी त फाइट गर्दैनौँ हामी छुट्टै फाइट गर्नुपर्छ नि त हुन्छ मान्छेको जिन्दगीमा नि एकदम लच्चै हुन्छ होइन अब तपाईँलाई त मैले बेस्ट अफ लक भने भन्दा बाहेक के भन्न सक्दिनँ अब तपाईँ अब किनभने अब तपाईँको फिलै महँगो छ तिमी त्यो बल्स किन खेलेर भने खै के खेल्नु अनि म के खेल्नु म लड्छ राम्रोसँग समात्ने फेरि म त ढल्यो भने त म सधैँ सुन्छु तपाईँले हो समात्ने किनकि डक्टर जी त आउनै हुन्न होइन एकदम राम्रो सुहास छ त आँखा छोपी नरौ भनी भन्नु अर्को आयो हेलो डक्टर साहब म तपाईको कुराहरु कसको एक्स आफ्नो लभै परेन थिएन कसरी एक्स हुन्छ तपाईको पीडाहरु जस मैले बुझिरहेछु के ए खुसी साइड हान्दैन यस्तो अलि त्यसो भने म फेरि जाने गर्छ हैन तर आज डाक्टरको मन डाक्टर आज कोमामा छ हैन यो मान्छे हैन कोमामा छ अब मलाई चाहिँ अब डाक्टरको पनि मैले फ्युचर डार्क देख्न थाले हैन नो मेरो फ्युचर चाहिँ ब्राइट अब जतिको उज्यालो चाहिँ यहाँ युवराज जीसँग जाँदैछ त्यही भएर डार्क त हुने उले डायलग दिन छ हैन डायलग एकदम राम्रो छ तर मलाई धेरै खुसी लाग्यो है खुसी लाग्यो होला एकदम खुसी हुनु मुटुमाथि ढुङ्गा राखी भनेको त हैन खुसी हुनुहुन्छ हजुर हाम्रो बिहेमा चाहिँ आउनु ल एकदम तर हामी बिहे चाहिँ कहिले गर्छौँ भन्नु न उहाँ अलिक सानै हुनुहुन्छ उहाँ अलिक अलि ठुलो हुन्छ त्यसपछि हामी बिहे गर्छौँ है उमेर अहिले के अरे भयो भने 4 जना बच्चा जन्माउने भइसकेको छ के सानो हुनुहुन्छ पायो भने 7 जना जन्माउने बेला भइसक्यो कहाँ 7 जना एक दर्जन उहाँ फुटबल लभर उहाँलाई त फुटबल टिमै चाहिन्छ जस्तो चाहिँ भइरहेको अब उहाँ तिमी फुटबल टिम भन्छौ हैन डाक्टरको चाहिँ हरेक प्लेयरमा प्रति उसको चाहिँ अब जति प्लेयर बढ्दै जान्छ उसको मन पनि त्यस्तै अब डिप्रेसन लागि हैन म डाक्टर जी र रामजीको लागि चाहिँ एउटा कुरा भन्न चाहन्छु कि धेरै कुरा हो हैन दुवै जनाको लागि भन्दिम ओके 1 2 3 म त हैन मेरो उयो बुढा छ फेरि कस्तो दुखिरहेको छ कि उठाउनै सकेको छैन रिगट लागेर उभिन नसकेर म यहाँ औषधि खाने कि तातो पानी पिउने अनि तपाईँले गाह्रो भइरहेछ नि पछि त तपाईँलाई गाह्रो भइरहेछ नि कसरी निको हुन्छ त नि के भयो त फेरि रिगट लागेर छाड अनि तैँले मलाई किन त्यस्तो भनेको तँ चाहिँ त त झन् के भयो पैसा 5 वटा बच्चा आवाज त झन् के ठुलो कुरा रिगट लागेर ढले आगे बहिनीको चट्टीकला देखेर तपाईँले खाना नि राम्रोसँग खानु भएको छैन सुप लाग्यो तिमी यहाँ सिरियस बिरामी भइरहेछ उसलाई सिरियस जतिखेर पनि ख्याल गर्ने मुड हुँदैन के भयो भन म औषध दिन्छु मसँग छ के तिमी डक्टर हो तिमीलाई थाहा हुन्छ म डक्टरको एक्स त हो नि त तिमीको हुन नसक्छ जिस्किने मुड होइन है तातो पानी ल्याइदिन् यस्तो नै फुलाएर तपाईँले खानाहरू राम्रोसँग खानै हुँदैन अनि पछि त कसरी निको हुन्छ त अनि त्यो खाना नखाएर तपाईँले यसको बिपी लो भएको हो कि आफूले फेरि यहाँ खाएर पेट फुट्ला जस्तो भइसक्यो ल तैँले यति फुलाएर देखा होइन म तँलाई चाउजो किनिदिन्छु पछि धेरै गाह्रो भयो ललिपप किनिदिन्छु ललिपप म सरलाई भनिदिउँ म्यानेजमेन्ट टिमलाई डक्टर पठाइदिनु भनेर आँखै खोल्न सकेको छैन को हो यस्तो तिमी त्यो बच्चा जस्तो हरकत गर्ने होइन भन्दैछु मैले यहाँ पैसा दिदीलाई बिरामी भइरहेछ भन्दैछु मलाई चिन्ता लागिसक्यो ओ माई गड टुरु लप पर्ने भयो तिमीहरूको कहाँ गए तेरा तिमीले त्यो जिस्किन बाहेक के गर्न आउँदैन आई लभ यु ज्योति त्यो बेलुन पनि मैले राखिरहेको थिएँ त्यहाँ हो धेरै त्यो खेलाउने होइन त्यहाँ तिमीले राखेको मैले चलाउनु न हुँदैन छुरेर चुप्लाको
फुकेर उडाइन्छ भित्ताबाट टसाइन्छ नि ठाउँ चुपचाप सुता त्यो चुडेल म नसुत्ने म त तिम्रो परेशान गरेर राख्छु म चुडेल चुपचाप बस ओइ नतुरै भन्दैछु त किन बढी भइरहेछ कि तिमी खाली जतिखेर नि होइन अरे सुताएको त गाइस तिमी उठेर मर्ने बिहान आई भन्ने हो बेलुका भाइ भन्ने हो अहिले हामीलाई यहाँ तल बाइक कसरी हुन्छ थोरै आई भन्ने दाइ ओए रामजी एकछिन एउटा भन्छु ल तिम्रो यहाँनिर के अरे उसँग ज्योतिसँग राम्रो देखाएको छ होइन अनि के छ तिम्रो भन त मुस्कानसँग के छ भन त मुस्कान त मेरो दिदी भइहाल्यो नि मुस्कान त मेरो दिदी भइहाल्यो नि ओए पियानो टिका लगाइसक्यो रे हे हामी एकछिन सिरियस कुरा भइरहेछ कि पोखा होइन तिमीले मतलब कि अब मुस्कान अब तिमीले भन्न गाह्रो हो भने भन तिमीहरू के छ ल भन मुस्कान तिम्रो के हो उसलाई कति डर मुस्कान पनि उडाउने भने डर छ साथी हो साथी हो अघिसँग दिदी थियो अब साथी भयो सुरुमा के भेट्ने भेटाइ बेला चाहिँ राम्रो साथी भन्नु भयो नि बिस्तारै चाहिँ उसले के भन्यो भनेपछि मेरो भाइ छैन कोही पनि जे होस् तिम्रो मेरो मिल्छ अलिअलि अनि भाइ बहिनी त्यो मलाई फेरि यहाँनिर उ गर्नलाई चाहिँ भनेन नि मुख मिल्छ भाइ ओठ चाहिँ मिल्छ मिल्दैन तिमीलाई साथी यस्तो भइरहेको स्याहार भइरहेको मजा भाइ जति सुधा तिमीले सधैँ उयो मान्ने होइन उसलाई मुस्कान मनपर्छ भन्छ त अनि यस्तो हो क्या अब त्यो एक दुईवटा कारण छ यहाँ आजको कुरा मात्र होइन अरू पनि कारण छ होइन अब ठिक छ अब तिमीलाई अब मुस्कान नै अब होइन अब तिमीहरूको मलाई यहाँनिर उ गर्नलाई भनेको भएदेखि चाहिँ तिमीलाई चाहिँ साँच्चीकै मनपर्छ भनेदेखि होइन अब ठिकै छ के गर्नु अब तिमीले उसले पनि तिमीलाई अब लाइक गर्यो भनेदेखि है तिमीहरूको यदि यो होइन भनेदेखि चाहिँ मैले भनेको हो भनेदेखि आफ्नो ठाउँमा छ होइन होइन भनेदेखि त्यो पार्टमा हो भनेदेखि म अब थाहा छ मलाई तिमीले यहाँ डाइरेक्ट भन्न पनि सक्दैनौ होइन अब दाइहरूलाई यसो भन्छ होला होइन तर अब त्यस्तै छ तिमीहरूको केही होइन इन्टरनली भन्छ भनेदेखि अब के भन्नु मैले भन्न सक्ने भनेको मसँग फिल्टर भएर जान्छ तिमीले माया होइन उसको चाहिँ अब आँखामा आँसु हेरेर ठिक छ आफ्नो ठाउँमा होइन सोधिन्छ आफ्नो होइन उसको उसलाई चाहिँ माया होइन त्यस्तो छ भने भन्दा हुन्छ भाइ मलाई होइन त्यस्तो होइन मैले किन त्यो कुराले गर्दाखेरि होइन त्यो कुराले गर्दाखेरि मैले इभन तिमीले होइन धेरै टर्चर सकेको छ नि त होइन के छ तिम्रो तिमीलाई तिमीलाई के छ ल जस्तै इन केस होइन ल तिमीलाई अब चाहिँ नि ल मैले चाहिँ मेरो त अब हेरेको भइसक्यो होइन तिमीलाई के छ भन न दुइटै उठाउँछु भन्छ होइन उसको कुरा सुन्नु न होइन उसको नि मन सुन्नु न के छ होइन त्यसपछि म प्लानिङ गरिदिइहाल्छु नि अहिले जुन छ मेरो ज्योतिको होइन केही छैन भाइ तिमीहरूको कसले भने नसिकाउ न केही भएन राम्रो भइरहेको फुल दिँदै पनि हुन्छ होइन राम्रो भइरहेको लाग्छ बिस्तारै ज्योति भन्छ अँध्यारो भइसक्यो अब बिस्तारै ज्योति तिमीलाई पुग्यो बिस्तारै अनि त्यसपछि ज्योतिको रस खान्छ अनि यस्तो ज्योति र मेरो एकदमै त्यो भयो नि त के भयो तिमीहरूको उसले यतिकै नबुझिकन अनि तिम्रो गर्लफ्रेन्डसँग नराम्रो हुन्छ भन्दै पनि दाइहरू भाइ म ह्यान्डसम छु मलाई सब केटीहरूले मन पराउँछ मेरो के दोष त आयो भनिदेऊ न म पापी हो र मलाई अरूले मन पराउनु भनिदेऊ न भाइ बात त सही है खाना सेतो हुँदामा कोही ह्यान्डसम हुँदैन ह्यान्डसम हुँदा मान्छेको मन र व्यवहार हुनुपर्छ कस्तो भने के होइन भने म ठ्याक्क थाहा हुन्छ क्या कसले कसरी सोच्छ भन्ने एउटा कुरो तिम्रो माया कुनै मायाका लाए पनि छुटाउँदैन किन डराउँछौ तिमी यार तिम्रो माया भाइले केही नै गर्न सक्दैन तिम्रो माया होइन अब यस्तो हो नि त अब म आफै झस्सको भएछु तिमीलाई के छ तिमीहरू म बच्चे हो नि त तिमीलाई सुहाएन के त्यही हो एजमा मात्र सानो अनुहार हेर्दाखेरि त मभन्दा डबल टेबल बुढी देखिरहेको छ तिमी बुढी त हो त म तिमीलाई थाहा छैन म कसै कसैको हुनेवाला बुढी हो हो त्यही मान्छे यहाँ सिरियस बिरामी भइरहेछ प्रेसर लो भएर बिपी लो भएर उहाँ ढलिरहेछ तिमीले केही चिन्ता छैन केही टेन्सन छैन साथी यसरी बिरामी भइरहेछ हल्ला गरिरहेछ ओहो प्रेसर लो भयो नुन लिएर आइज एक चम्चा खायो हाई हुन्छ क्या नुन खाएर प्रेसर ठिक हुन्छ र हावा नुन नखाएर मेरोमा नकडी हर्लिन तिमीले साँच्चै नि खोजेको तिमीले म तिमीसँग कस्तो फाइट गर्नु हुन्छ यार अर्नाहरू यस्तै हुन्छ कि अर्नाहरू गर्छ त त्यही हो त अर्ना अर्ना बियर त हो भैँसी
अलिअलि मसला अनि मेरो बेदन गर्छु अनि त्यसपछि के अरे के भन्छ बुङ्गुर अनि अर्को के अरे त्यो ऊ हुन्छ नि पशुपतिमा बाँदर हुन्छ नि रातो रातो त्यो वाला त्यो पनि होस् त मै सुत्ने सिरानी हानिस् भने रातो रातो त हो नि मेरो त के पनि रातो छैन ऊ त्यहाँ ऊ यस्तोमा रातो यो यति भयो के काम त्यो त अनुहारै रातो रातो मेरो अनुहार रातो होइन नि कालो यहाँ छ रातो रातो डली जस्तो यहाँ यसको हावा निस्किरहेको छ त्यो पनि त्यस्तै हावा खुस्काइदिउँ कस्तो आवाज आउँदो रहेछ भाइ त्यसलाई त बिरामी हेर्नु थप्न मन लाग्छ हेर किन अब आज दुईजना छैन नि मेरो मौज मस्ती हुन्छ तिनीहरू केटासँग डेटमा छन् डेटमा खान् मस्तले पैसा दिए पानी लिनु न थोरै पिउनु लिनु मैले नुन पानी ल्याइदिएको छु थोरै पिउनु मैले भने कि अहिले काम लाग्यो नि लास्टमा है खाइदियो अरे नुनै बोकेर तिमीले सिकाउनु पर्दैन ल मलाई थाहा छ राम्रोसँग अलिकति सिधा कहिलेकाहीँ दुश्मनले भने काम लाग्छ भने यही त होला नि हुन त म तिम्रो सबैको दुश्मनै हो लागै बिस्तारै हुनु त्यति बोलिस् एकछिन अलि माथि आउनु तपाईँ बिस्तारै आउनु ल